जय शम्भु, जय श्री हरिहर। आज म फेरि हजुरहरूलाई एउटा नयाँ जानकारीमूलक भिडियो लिएर आएकी छु। हरेक महिनाको आफ्नै विशेषता हुन्छ। त्यस्तै पुष महिना चाहिँ सूर्य भगवानको लागि विशेष पूजा अर्चनाको महिना हो। त्यस्तै हाम्रो भक्तपुरमा रहेको गुरु दत्तात्रेय मन्दिरमा पनि पुषको बुधबार चाहिँ बद्रीनारायण जो दर्शन गर्न जान सक्नुहुन्न, स्वयं दत्तात्रेयमा आएर उहाँहरूलाई दर्शन दिनुहुने जनविश्वास भएको कारणले भक्तजनहरूको धेरै नै घुइँचो लाग्ने र आफ्नो पितृको लागि बत्ती बाल्ने चलन रहेको छ। यसका साथसाथै बेलुकासम्म नै भक्तजनहरूको धेरै घुइँचो रहेको हामीले देख्न सक्छौँ र हजुरहरू पनि नजिक हुनुहुन्छ भने बुधबार सक्नुहुन्छ भने, होइन भने पनि महिनाभरि कुनै पनि एक बार गएर आफ्नो पितृको नाममा दीपदान गर्न सक्नुहुन्छ। साथसाथै प्रभु दत्तात्रेयलाई चिउरा त्यसपछि दहीको भोग लगाउन सक्नुहुन्छ, जसको ग्रहणले गर्दाखेरि चाहिँ सम्पूर्ण रोगहरूबाट मुक्त मिल्ने जनविश्वास गरिएको छ। गुरु दत्तात्रेय की जय।